प्रतिस्पर्धा दिन सक्थ्यो तर त्यही हो 20 रन त कम भएको छ नै 30 रन त एकदमै कम नै गर्यो 20 मा अति नै खराब ब्याटिङ गर्यो आज रन आउट फर्स्ट फिल्डिङ भयो त्यो फिल्डिङले नेपालले 40 रन त कम घटाउन पुग्यो यो फलमा राम्रो विकेटको पनि माथिरहेका छन् अगाडि बढ्ने छुट छैन अब मुद्दललाई यही रहन्छ यो नेत्रमालको अनुमति मोडलले यिनीहरू दबाब दिने गर्छ डाक्टरलाई आउट गर्नको लागि बाँधेका छन् अब कुशललाई पछि खेल्नुपर्ने छ सर्ट स्पेसली पछिल्लो जुन बल रहेको थियो अहिले डट बल त्यो ट्रेडिसनल्ली उनले त्यो बारम्बार उनको ट्रेडमार्क नै यो बनाउँ त्यो प्रकारको बल र कुनै बल भित्रतर्फ जुन ल्याउँछ आज त त्यति सरप्राइज पनि छैन अहिले त एउटा प्याटर्न नै देखिएको छ एउटा बल बाहिर एउटा बल भित्र गइरहेका छन् मित्र बलकरले त्यो प्रेडिक्ट गर्न दिन चाहँदैनन् उनले होइन भने प्रायः जसो हामीले देख्ने गर्छौँ कि बाहिरबाट वाइड अफ द क्रिज थोरै एङ्गल त्यो ब्याटरलाई बाहिर त बोलाइजाने गर्छन् तर आज अधिकांश बल कुशलको लागि उनले भित्र रिभर्स ल्याइरहेका छन् अधिकांश हेर्ने हो भने हेर्नुहोस् गाह्रो हुनुपर्छ कमजोरी थाहा छ बोल्दो दर्शन आइके प्लस नेपालको खेलिरहेको टिम नै हो थाहा छ कुशलको कमजोरी भित्र आएको बललाई थोरै कठिन रहने गर्छ कुशललाई हामीले अगाडि पनि दिएका छौँ फेरि बल मुभ गर्छ भने भित्रतर्फ कठिनाइ रहने गर्छ दबाब बनाउँदै यस ओभरमा लगातार बलमा रन आएको छैन बलको केही त्यहाँ सल्लाह सुझाव लिन चाहन्छन् आशिषसँग अघि पनि कहिले यहाँ आफ्नो दिमागमा नभएको कुरा उसले नसोचेको कुरा साथीलाई थाहा हुन्छ त्यस कारणले गर्दा त्यो फिडब्याकहरू लिनु जरुरी छ यस कारणले यो नेपालको लागि फर्स्ट सक्सेसफुल ओपनिङ प्लेयरको रूपमा रह्यो 2021 त्यो नोभेम्बरको महिना नेदरल्यान्ड्स विरुद्ध T20 सिरिज डेपोवाटले दुवैजनालाई ओपनर बनाइदिए दुबईको अर्धशतक त्यसपछि त कुशलले त्यो सिरिजमा त अर्धशतकको त लाइन नै लगाए हेर्नुहोस् अब भित्रको बललाई यसरी नै अलिकति गाइड मात्र फ्लिक मात्र थोरै टच यो राम्रो हुन सक्छ त्यस्तो प्रकारको बलको लागि कुशल होटेल यसपटक लेन पनि अलिकति पछाडि र आसिफले पनि सायद त्यस्तै प्रकारको फिडब्याक दिएको हुनुपर्छ त्यो कति छैन कि एकदमै डिसिभ गरौँ आरामले बल आउन दिए लेट खेले राम्रो पक्ष आज दर्शकको साथ पनि मिलेको छ शनिबारको दिन रहेको छ अवश्य घमाइलो छ थोरै अप्ठ्यारो अवश्य रहन्छ दर्शकलाई तर छटा साथमा छ सहारा छ दर्शकहरूको साथ चाहिँ पनि आवश्यक रहन्छ किनकि टिमलाई र प्रदर्शन यस्तै उच्च रहनेछ भने दर्शकहरू त आउनेछ टिप्स छाता चाहिँ सुट्नु भयो चाहे तपाईँ वर्षाको डरले होस् कामको डरले होस् र यो सट हेर्नुहोस् यही प्रकारको सट बारम्बार ट्राई गरिरहेका थियो आसिफले स्पिनरको दर्शक थिएन